संघीयता मार्फत अभिव्यक्त गर्ने गरी हामीले कार्यक्रममा त्यसलाई स्वीकार गर्यौं। सबै कमरेडहरू यहाँ जो हिजो जनयुद्ध या जनआन्दोलनमा सहभागी हुनुभएको छ र वर्गीय आन्दोलन र जातीय मुक्ति आन्दोलनलाई एकरूप बनाएर मात्रै नेपालमा जनवादी क्रान्तिलाई हामी सफलतामा पुर्याउन सकिन्छ भन्ने निष्कर्षमा हामी जो पुगेका थियौँ। मलाई लाग्छ तपाईहरुले धेरैले यो कुरा बुझ्नु भएको छ। यसलाई मैले लामो व्याख्या गर्न परेन। हामीले त्यही नीति लिएकै कारण जनयुद्ध अनेक दमन घेराबन्दी षड्यन्त्र प्रतिक्रियावादीहरू देशभित्रका देश बाहिरका अनगिन्त घेराबन्दीका बावजुद त्यो दबेन, त्यो झन् विस्तारित हुँदै गयो, त्यो झन् सुदृढ हुँदै गयो र मुख्य जनयुद्धको तागतले नै देशलाई संविधान सभामा पुर्यायो। जनयुद्धकै तागतका कारण मुख्य रूपमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीमा पुर्यायो। यो कुरामा तपाई हामी कोही पनि दुविधामा पर्नुपर्ने आवश्यकता छैन। यो ऐतिहासिक तथ्य हो, यो ऐतिहासिक सच्चाइ हो। यदि हामीले वर्ग संघर्षलाई निरस सिद्धान्त कोरा सिद्धान्तको मात्रै वर्ग संघर्ष बनाएको भए त्यसमा उत्पीडित जाति र उत्पीडित क्षेत्रका जनता, उत्पीडित समुदाय सबैलाई पनि जोड्ने नीति र विचार नबनाएको भए आज देश संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने थिएन। मलाई लाग्छ तपाईहरु सबैले यो कुरा बुझ्नु भएको छ या तपाईहरुले यो कुरा गहिरो गरी बुझ्नु पर्ने छ। तर एउटा प्रश्न बाँकी थियो। अहिले शान्ति सम्झौतापछि, संविधान सभाको निर्वाचनपछि, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि एउटा प्रश्न अब हामीले भन्यौं, जनवादी क्रान्ति बडो मौलिक तरिकाले नेपालमा आफ्नै किसिमले मूलभूत रूपमा पूरा भयो। सामन्तवादमाथि विजयी भयो नेपाली जनता। नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय सबै दलित, महिला, आदिवासी, मधेसी, मुस्लिम, थारू सबैको संयुक्त ताकतको अगाडि सामन्तवादले खुला टेक्नै पर्यो। राजतन्त्रको अन्त्य भनेको सामन्तवादको राजनैतिक संस्थाको अन्त्य हो र गणतन्त्रको नयाँ युगमा हामी प्रवेश गर्यौं। तर अब हामीले भन्यौं कि अबको बाटो हाम्रो संविधानमा पनि भनियो समाजवाद उन्मुख हुनेछ अब राज्य भनेर संविधानमा नै लेखियो। अब समाजवादतिर जाने, समाजवादको आधार तयार पार्ने, समाजवादी क्रान्तितिर अगाडि बढ्नको लागि वर्ग संघर्ष र उत्पीडित जातिहरूको मुक्ति आन्दोलनको बीचको रिलेसन के हुन्छ भन्ने कन्फ्युज थियो। एक खालको विभ्रम जनवादी क्रान्ति कालमा त ठिकै हो। अब समाजवादको नयाँ चरणमा हामी साम्राज्यवादका विरुद्ध, दलाल नोकरशाही पुँजीवादका विरुद्ध सङ्घर्ष गर्नु छ। उनीहरूलाई परास्त गरेपछि मात्रै देशमा जनताको वास्तविक मुक्ति हुन्छ भन्ने कुरा त सही छ। तर त्यो समाजवादी क्रान्तिमा उत्पीडित जातिको, उत्पीडित क्षेत्रको, उत्पीडित समुदायको सहभागिता कस्तो हुन्छ भन्ने प्रश्नमा जनवादी क्रान्तिको कालको जस्तै हुन्छ कि या समाजवादी क्रान्ति कालमा फरक हुन्छ भन्ने बारेमा कहीँ न कहीँ कन्फ्युजन, एक खालको विभ्रम थियो। कमरेडहरू, मैले लामो व्याख्या नगरिकन अलिकति राजनैतिक र बौद्धिक ढङ्गले सोच्ने कमरेडहरूलाई म विशेष रूपले भन्न चाहन्छु, हामीले यो कुराको अहिले यो पटक हामीले निदान गरेका छौँ। समाजवादी क्रान्ति कालमा पनि वर्ग सङ्घर्षको एउटा अभिन्न अङ्गको रूपमा उत्पीडित जाति र समुदायको आन्दोलन, आत्मनिर्णयको अधिकारको सिद्धान्तै अन्तर्गत समाजवादी क्रान्ति कालमा स्वायत्तताको कार्यक्रम अझ बढी आवश्यक हुन्छ। जसरी
रुसमा लेनिनले समाजवादी क्रान्ति गर्ने क्रममा नै जातिहरूको आत्मनिर्भरको अधिकार र स्वायत्तताको कुरा अझ बढी जोड दिएर गर्नुभएको हो। त्यसकारण हामी यो कुरामा कुनै भ्रममा रहन हुँदैन, बरु के रियलाइज गर्नुपर्छ भनेर हामीले रियलाइज गर्यौँ। तपाईँ सबै यहाँ आज उपस्थित सबै उत्पीडित जाति क्षेत्रीय मोर्चाका नेता साथीहरूलाई र आज यहाँ उपस्थित सबै संयुक्त अधिवेशनमा उपस्थित प्रतिनिधि र यसको नेतृत्वकर्ता साथीहरूलाई म विशेष रूपले भन्न चाहन्छु, हामीले के रियलाइज गर्यौँ भने यो 10-15 वर्षदेखि हामीले जातीय क्षेत्रीय मोर्चाको बैठक पनि नराख्नु, तिनीहरूको अधिवेशन पनि ध्यान दिएर नगर्नु, उनीहरूलाई सङ्गठित र परिचालित आन्दोलित गर्ने कुरा पनि कता कता छुटेको जस्तो हुनु, उत्पीडित जातिसँग पार्टीको सम्बन्ध हिजो जति गहिरो थियो, नमासुको जस्तो सम्बन्ध थियो, त्यो सम्बन्ध कमजोर हुनु पार्टीको कमजोरी हो भनेर गएको केन्द्रीय समितिको बैठकमा मैले प्रस्तुत गरेको दस्तावेज तपाईँहरूले पनि हेर्नुभयो होला। त्यो दस्तावेजमा आत्मसमीक्षा गरी यो त्रुटि भयो, पार्टीको कमजोरी भयो, उत्पीडित जातीय र क्षेत्रीय मोर्चाहरूलाई सक्रिय नपार्नु, त्यो समुदायसँग हाम्रो सम्बन्धलाई सुदृढ गर्दै नलानु चाहिँ गल्ती हो भनेर हामीले स्वीकार गरेसँगै अहिले देशैभरि सबै उत्पीडित जाति क्षेत्रीय मोर्चाहरूको अधिवेशनको लहर चलेको छ। यही लहरकै बेलामा तपाईँ कोच हिमाल मेचे सन्थाल र झागरहरूको अधिवेशन पनि अहिले नै गयो भने त्यस एउटा राष्ट्रिय माहौल अझ बढी क्लियर हुन्छ भन्ने कारणले पनि हामीले यसलाई आयोजना गरेका हौँ। मलाई लाग्छ यति कुरा भनेपछि तपाईँहरूले समाजवादी क्रान्तिको कालमा मजदुर किसान र दलाल नवसायिक पुँजीवादका विरुद्ध सङ्घर्ष अनि सामन्तवादका अवशेषका विरुद्धको सङ्घर्षसँग उत्पीडित जाति क्षेत्र वर्ग र समुदायको सङ्घर्ष नजोड्ने हो भने समाजवादी क्रान्ति सफल हुँदैन। तपाईँहरू विचार गर्नुलाई यही सुरु कुरा हो, यही नै सुरु कुरा हो र यसमा हाम्रो पार्टी सर्वसम्मत रूपले केन्द्रीय समिति निष्कर्षमा पुगेको छ र यसको दस्तावेजीकरण गरिएको छ। त्यो एउटा ऐतिहासिक निर्णय हो। यसका साथै हाम्रो केन्द्रीय समितिको बैठकले यो पटक गरेको अर्को ठुलो निर्णय भनेको समाजवादको भौतिक आधार, राजनैतिक आधार, आर्थिक आधार हामीले स्वतन्त्र ढङ्गले तलबाट स्थानीय तहबाट चाहिँ गर्नुपर्छ र हाम्रो समाजवाद समुदायमा आधारित समाजवादको बाटो भएर अगाडि जानुपर्छ भन्ने निष्कर्ष पनि अहिलेको केन्द्रीय समितिको बैठकबाट भयो र यो केन्द्रीय समितिको बैठकले तपाईँहरूलाई थाहा पाउनुभएको छ हामीसँग भएका 123 वटा सरकार स्थानीय तहमा 123 वटा सरकारले गर्ने कामहरू र 753 स्थानीय तहबाट स्वतन्त्र र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको जग बचाउने गरी हामीले प्रत्येक पालिकाको त्यहाँको भूगोल, त्यहाँको संस्कृति, त्यहाँको प्राकृतिक साधन स्रोत, त्यहाँको जातीय बनोट समेतको अध्ययन गरेर एउटा मास्टर प्लान बनाएर हामीले उत्पादन र उत्पादकत्व वृद्धिको कामलाई अगाडि बढाउनु पर्छ भन्ने निष्कर्ष पनि अहिलेको केन्द्रीय समितिले निकालेको छ। म तपाईँ सबै खण्डलाई यी दुईटै कुरा, एकातिर जातीय र क्षेत्रीय राष्ट्रिय मुक्ति मोर्चाहरूको पुनर्गठन गर्ने र तिनलाई सक्रिय पार्ने र आम जनतासँग जोडिने कुरा, अर्कोतिर राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने दुईटै निर्णयहरू निकै दूरगामी महत्त्वका ऐतिहासिक निर्णय छन्। त्यसलाई गहिरो गरी विचार गर्न म तपाईँहरू सबैलाई अपिल गर्न चाहन्छु, किनकि यसले नै हामीलाई समाजवादतिरको यात्रा, क्रान्तिको
निरन्तरतातिर लानेछ। साथै हामीले अर्को एउटा कुरामा पनि हाम्रो ध्यान गयो यो पटक कि हामीले कार्यनीतिक रूपमा भने पनि सत्ता समीकरणमा कांग्रेस र एमालेसँग चाहिने भन्दा बढी समीकरण गर्नु, हाम्रो वर्ग समुदायसँगको सम्बन्ध लुज गराउनु त्रुटि भयो। हामी आफ्नै खुट्टामा उभिने, आफ्नै विचार, आफ्नै वर्ग, आफ्नै समुदायमा भर परेर उनीहरूसँगै घुलमिल भएर समाजवादको यात्रा गर्नुपर्ने ठाउँमा कहीँ न कहीँ कांग्रेस र एमालेसँग चाहिने भन्दा बढी हाम्रो सत्सङ्गतले पनि हामीलाई फाइदा गरेन भन्ने निष्कर्ष पनि हामीले निकाल्यौँ। त्यसपछिको तपाईँले हेर्नुभयो भने हाम्रा अभियानहरू, हाम्रो उपचुनावहरू, हाम्रो सोभिको निर्वाचनहरू या हाम्रो पत्रकार महासङ्घको निर्वाचन तपाईँले हेर्नुभयो भने त्यो निर्णयपछि हामी एक्लै आफ्नो खुट्टामा उभिएर अगाडि बढ्न खोज्दा हाम्रो रिजल्ट चाहिँ राम्रो हुँदै गएको छ, धेरै नै राम्रो हुँदै गएको छ। धेरै ठाउँमा कांग्रेस एमाले मिल्दा पनि माओवादी केन्द्रलाई जित्न सकेन। कोही ठाउँमा त उनीहरू मिलेका ठाउँमा हामी कता हो कता माथि पुगेर विजयी भयौँ। यही 1 नम्बर प्रदेशको कुरा गर्ने हो भने चाहे उपचुनावमा भनौँ या हामीले सुबिलको निर्वाचनमा भनौँ या हामीले पत्रकार महासङ्घको निर्वाचनमा भनौँ, हाम्रो रिजल्ट तपाईँ हाम्रो अगाडि छ। त्यसकारण अब यी जातीय क्षेत्रीय मोर्चाका अधिवेशन र यिनीहरूले बनाउने योजना र कार्यक्रम अभियानको रूपमा आफ्नो समुदायलाई सङ्गठित गर्ने, आन्दोलित गर्दा देशैभरि माहौल के बन्ला तपाईँ हामीले ध्यान दिन जरुरी छ। देशैभरि मजदुर किसानको त छँदैछ, हामीले सबै उत्पीडित छौँ। अब हाम्रो विद्यार्थीको भयो, भर्खरै वाइसिएलको सम्मेलन सम्पन्न भयो, अब महिलाको सम्मेलन छिटै हुँदैछ। जनवर्गीय सङ्गठनहरूका पनि एकपछि अर्को अधिवेशनहरू हामीले गर्दैछौँ र नयाँ नेतृत्व निर्माण गरेर तिनीहरूलाई पनि अभियानको रूपमा योजना बनाउन लगाएका छौँ। त्यो अगाडि बढी पनि राखेको छ, तपाईँहरूले सबैले देखिराखेका छ। यो सबै केको लागि गरिएको छ? यो कुनै श्रेणी आफैको कुरा होइन। यो समाजवादी क्रान्तिको रणनीति अन्तर्गत अब हामीले तलैबाट आम जनतालाई फेरि परिचालित नगरी, सङ्गठित नगरी हुँदैन भन्ने कारणले नै हामीले यो गरेका छौँ। र आजको यो अधिवेशन पनि, यो सम्मेलन पनि त्यही प्रक्रियाको एउटा अभिन्न अङ्ग हो भनेर म कमलहरूलाई भन्न चाहन्छु। हामीले त्यसो नगरिकन अब यथास्थितिवाद र प्रतिगमनका विरुद्धको लडाइँमा छौँ। हामी अहिले लडाइँमा हामी अहिले पनि जसरी हिजो प्रतिक्रियावादी, सामन्तवादी, निरङ्कुशतावादीहरूको घेराबन्दी र षड्यन्त्र, दमन र अत्याचारको हामी सामना गरेका थियौँ, अहिले पनि हामी फेरि दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र बिचौलियाको घेराबन्दीमा एकातिर छौँ भने अर्कोतिर प्रतिगमनकारी तत्त्वहरूले टाउका उठाउने र माओवादी आन्दोलन, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएको अधिकार उल्ट्याउने कसरतहरू पनि तपाईँहरूले देखेका छौँ। र त्यसको सामना गर्नुपर्ने आवश्यकता पनि हामीलाई नै छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने, त्यसलाई समाजवादतिर लिएर जानुपर्ने, यथास्थितिवादी र प्रतिक्रियावादी प्रतिगमनकारीहरूका षड्यन्त्रलाई परास्त गर्नुपर्ने जिम्मेवारी पनि मुख्यतः माओवादी केन्द्रकै काममा रहेको छ। त्यसकारण आफ्नो शक्ति विस्तार गर्नको लागि नै हामीले भर्खरै तपाईँहरूले देख्नुभयो, पार्टी केन्द्रको फैसला अनुसार नै हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सकेर हामी फेरि मध्य पहाडी लोकमार्ग जनजागरण अभियानको प्रक्रियामा छौँ। र त्यस्तै उपत्यकामा पनि इत्यादि हामीले उपत्यकामा नेवारहरूलाई सङ्गठित र आन्दोलित नगरिकन यथास्थितिवाद र प्रतिगमनलाई परास्त गर्न सकिँदैन भनेर पार्टी हेडक्वार्टरले प्रत्यक्ष
पहल निर्णय यहाँ जातीय संयुक्त मोर्चाको इन्चार्जको हैसियतले तपाईले बोल्छरी घरतिर हामी बसेर काठमाडौँ उपत्यकाभित्र नेवार समुदायको अधिवेशनलाई विशेष प्राथमिकता दिनुपर्छ भनिएर अधिवेशन गरियो। तपाईहरुले पनि देख्नुभयो होला सञ्चार माध्यमबाट, त्यो ऐतिहासिक रूपले सफल भयो। नेवारहरू करिब 3 जिल्लाका र वरिपरिका पनि उपत्यका वरिपरिका नेवारहरूको विशाल सहभागितामा हामीले त्यो अधिवेशन सफल पार्यौं र त्यसले एउटा वातावरण बनाएको। यो सबै गएर कहाँ केन्द्रित हुन्छ? अहिले हामी यो भएपछि चाहे उपचुनावको कुरा गरौँ, शोभिङको कुरा गरौँ, पत्रकारको कुरा गरौँ र हाम्रा अभियानहरू सफल हुँदै गएको देखेपछि यो सफल हुँदै माओवादी त फेरि जाग्न लाग्यो भन्ने देखेपछि हाम्रा विरुद्ध घेराबन्दी र षड्यन्त्र पनि अझ बढेको छ। तपाईँ हामीले अहिले बुझ्नुपर्ने कुरा, हाम्रा विरुद्ध भ्रम दिने षड्यन्त्रहरू पनि बढेका छन्, घेराबन्दी पनि बढेको छ। चाहिँ कसरी हुन्छ पार्टीभित्र अन्तर्ध्वंस गर्ने षड्यन्त्रहरू पनि बढेका छन् र हामी सबै सचेत जागरुक हुन र प्रतिगमन र प्रतिक्रियावादी सबै घेराबन्दी तोड्ने गरी आफूलाई तयार पार्न जरुरी छ। मैले अहिले अरू धेरै व्याख्या गर्दिनँ। हामीले सुशासनको मुद्दा सरकारमा हुँदा जबरजस्त उठायौँ, त्यसको व्याख्या अहिले जरुरी छैन, तपाईहरुले बुझिराख्नु भएको छ। हामीले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको मुद्दा उठायौँ, हामीले आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिको मुद्दा उठायौँ र त्यही अनुसारको नीति कार्यक्रम बजेट योजना अगाडि बढाउँदै लग्यौँ। अहिले त्यसमाथि ठुलो प्रहार भइरहेको छ अहिलेको सरकारबाट, अहिलेको गठबन्धनबाट। हिजो हामीले अघि सारेका सबै जनताका पक्षका रणनीतिक योजनाहरू काटिएको छ। दलित, महिला, आदिवासीसँग सम्बन्धित, रिटर्नीसँग सम्बन्धित जे जति कार्यक्रम राखिएको ती सबै काटिएको छ। तपाईँ यहाँ 1 नम्बर प्रदेशका सबै नेताहरू पनि यहाँ उपस्थित हुनुहुन्छ, धेरै जसो। म तपाईहरु र यो अधिवेशनमा उपस्थित सबै प्रतिनिधिहरूलाई पनि भन्न चाहन्छु, यो ठुलो षड्यन्त्र चलि नै राखेको छ र हामीले त्यसको प्रतिवाद गरि नै राखेका छौँ। अहिले भर्खरै तपाईहरुले हेर्नुभयो भने अधिवेशन, संसद अधिवेशन अवरुद्ध थियो। हिजो हामीले सरकारले अध्ययन छानबिन गरेर 1 महिनाभित्र चाहिँ समिति बनाएर जान तयार भएपछि हामीले अब यति भएपछि अधिवेशन खोलेर बहस गर्न जरुरी छ, किनकि जनताका मुद्दा त्यहाँ अधिवेशन सदनभित्र छन्। म तपाईहरुलाई विशेष रूपले भन्न चाहन्छु, हाम्रो पहिलो कुरा त संघीय निजामती ऐन हामीले म प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर सदनमा पुर्याएको, त्यो अब अन्तिम चरणमा छ। त्यसलाई पारित गरिछाड्नु छ, संघीयतालाई सुदृढ गर्न, त्यो जिम्मेवारी पनि हाम्रो छ। तपाईलाई थाहा छ विद्यालय शिक्षा ऐन मैले प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर लाखौं शिक्षक कर्मचारीहरूको भावनालाई प्रतिनिधित्व गर्दै विधेयक बनाएर सदनमा लगेको, त्यो अन्तिम चरणमा छ। लाखौं शिक्षक अब त्यो ऐन के हुन्छ भनेर देशभरि हेरेर बसेका छन्। कांग्रेस र एमाले प्रति शिक्षकहरूलाई विश्वास छैन। कांग्रेस र एमाले प्रति प्रादेशिक सरकारहरूलाई पनि विश्वास छैन। माओवादीले जिम्मा लिनुपर्छ भन्ने छ र तपाईहरुले के बुझ्न जरुरी छ भने माओवादीकै कारणले नै विद्यालय शिक्षा ऐन पुगेको हो सदनमा। त्यो ऐन छलफल गरेर टुङ्ग्याउने जिम्मेवारी पनि माओवादी केन्द्रको छ। दोस्रो, तेस्रो कुरा, नागरिकता ऐन अन्तिम, त्यो नागरिकताको समस्या म प्रधानमन्त्री हुँदा 1 हदसम्म समाधान भयो, तर अहिले विदेशमा भएका देशभित्रै भएका नागरिकहरूको पनि केही समस्या अहिले विधेयक छ, त्यसलाई टुङ्ग्याउनु पर्ने आवश्यकता छ। त्यो जिम्मेवारी पनि माओवादी केन्द्रको छ। त्यसो भएपछि अर्को कुरा,
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनेसँग सम्बन्धित केही महत्त्वपूर्ण विषय पनि त्यहाँ छन्। यो सबै कारणले माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्नु भनेको, सदन अवरोध गरेछ गर्नु भनेको सङ्घीय निजामती ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रियालाई टुङ्ग्याउने बारे विषय बहस हुन नदिनु, जनताका मुद्दाहरू थापिराख्नु हुन जाने भयो। त्यसो भएपछि हामीले त कहीँ न कहीँ सरकारलाई एक हदसम्म छानबिनको निम्ति बाध्य पारेर 1 महिनाभित्र समिति बनाएर गर्नु भन्ने बाध्य पारेपछि राष्ट्र र जनताको बृहत हितका निम्ति हामीले गरेको हो। तर एक थरी मान्छेहरू खत्तम भयो, जहाजै डुब्यो, आकाशै खस्यो, धरती नै भाँच्यो जस्तो गरेर बिल्कुल वाहियात कुरा हो। हामी एउटा जिम्मेवार पार्टी मात्रै होइन, हामी यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व र अपनत्व लिने पार्टी हो, यसको रक्षा गर्ने मूल पार्टी पनि हो। हामीले थुप्रै यसको निम्ति आवश्यक ऐनको पहल हामीले गरेको हो, त्यसलाई त्यहाँबाट पास गराउनु छ। त्यसको ठेक्का र जिम्मा हामी काङ्ग्रेस एमालेलाई छोड्न सक्दैनौँ। हामी त्यसमा बहस गर्न चाहन्छौँ। यति कुरा तपाईँहरूले बुझिदिनु भयो भने हामीले जे गरेका छौँ बडो विवेक पुर्याएर गरेका छौँ। आन्दोलनलाई 1 महिनापछि सरकारले समिति बनाएन भने त्यही देखेर हामीले आन्दोलन गर्न सकिन्छ। छोडे भने जस्तो होइन, जसरी राजावादीहरूले भन्छन्। तपाईले सुन्नुभयो होला राजेन्द्र लिङ्गदेन बोलेको। राजेन्द्र लिङ्गदेन जो निरङ्कुश तन्त्रका पक्षमा छ, उसले मलाई आत्मसमर्पण गर्यो भनेर होहल्ला गर्नुको रहस्य के हो? फेरि हामीले अहिले कुनै सरकार बनाउने कुरातिर हामी प्रवेशै गरेका छैनौँ। अब गए भनेर जे भनिएको छ यो निकै ठुलो षड्यन्त्र अन्तर्गत भनिएको छ। किनभने अहिले जनतामा माओवादीको क्रेज बढ्दै गएको देखेर, प्रचण्डको क्रेज देशभरि बढेको देखेर छटपटी भएको छ। अरूलाई राजावादीलाई पनि भएको छ, यथास्थितिवादीलाई पनि भएको छ, देशीलाई पनि भएको छ, विदेशीलाई पनि भएको छ। त्यसो भए के भनेर हुन्छ, के गरेर हुन्छ? माओवादीलाई बदनाम गर्ने एउटा नियोजित षड्यन्त्र चलेको छ। म तपाईँ पूर्वका सबै नेता कमरेडहरूलाई र यहाँ उपस्थित सबै तपाईँ सबै कमरेडहरूलाई पनि म अपिल गर्न चाहन्छु। हामी एउटा अभियानमा अगाडि बढिसकेका छौँ, त्यहाँबाट पछि हटिने छैन। म प्रतिक्रियावादलाई जसरी हामीले खबरदारी र चुनौती भनेर हिँडेका छौँ, त्यहाँबाट हामी पछि हट्ने छैनौँ। मैले देशव्यापी अभियान जो सुरु गरेको छु त्यो अभियानबाट म आफै पछि हट्नेवाला छैन। यसमा विश्वस्त रहन म तपाईँहरूलाई अपिल गर्न चाहन्छु। तपाईँले देख्नुभयो हुलाकी मार्ग अभियान या मध्य पहाडी अभियान, अहिले पनि म त्यो अभियान बर्खाको कारणले केही रोकिएको छ, केही दिनलाई, केही महिनालाई। तर म चाहिँ अभियानमै छु। अस्तिको दिन काशीमा तपाईहरुले देख्नुभयो, 2टा ठुला कार्यक्रममा सहभागी भएर म्याग्दीमा, तातोपानीमा, त्यहाँको कार्यक्रममा सहभागी भएर मुस्ताङका थुप्रै कार्यक्रम र मुस्ताङमा हामी जाँदा मुस्ताङ जिल्लामा नै पहिलो पार्टी कार्यालय माओवादी केन्द्रको हुने भयो। छटपटी छ काङ्ग्रेस र एमालेलाई। मुस्ताङ जस्तो जिल्लामा फेरि माओवादीले जग्गा प्राप्त गरेर भवन बनाउने गरिकन प्रचण्डबाट नै शिलान्यास, पहिलो शिलान्यास हो त्यो। पार्टी अरू कसैको कार्यालय छैन। यी सबै अभियान गइरहेका छन्, प्रतिक्रियावादी छटपटाएका छन् र कुनै षड्यन्त्र गरेर यो माहौल भत्काउन चाहेका छन्। तपाईँ हामी सजग हुनुपर्छ। म यति तपाईँहरूलाई भन्न चाहन्छु। र तपाईँहरू फेरि हाम्रो साथीहरू पनि आजभोलि अलिक बढी छिटो तरङ्गित हुने भएको छ। यो अलिकति बिचमा हाम्रो चाहिँ केही कमी भएको हुनाले पनि होला, तर त्यति तरङ्गित हुनुपर्ने अहिले अवस्था छैन।
विश्वासको साथ हामी अगाडि बढौँ र तपाईँको हिमाल मेचे सन्थाल झाल अब यसभित्र पनि तपाईँहरूको साथ